सबैलाई जय मसीह। आजको वचन मैले हबकुकको 3 अध्यायको 17, 18, 19 पद लिएर आएको छु, जुन चाहिँ हजुरहरूको बीचमा पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, चाहे अन्जिरको रुखमा मुना नलागोस् र दागको बोटमा फल नफलोस्, चाहे जैतुन रुखमा फल नलागोस् र खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि म परमप्रभुमा रमाहाट गर्नेछु। म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मेरो खुट्टा हरिणका खुट्टा झै पार्नुहुन्छ। उहाँले मलाई अलगा अलगा स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। साँच्चै नै यो वचनबाट सबैजनालाई आशिष मिल्न सकेको होस्। हबकुकलाई हामी हेर्ने हो भने है, हबकुकको जीवन चाहिँ एकदमै रित्तो थियो। रित्तो अवस्थामा पनि परमेश्वरमा कसरी रमाहाट गर्न सकेको छ भन्ने कुरा हामी देख्दछौँ। यो वचनले चाहिँ हामीलाई धैर्यताको कुराहरू हामीलाई सिकाउँदछ। जब हामी चाहिँ उहाँमा हामी धैर्यवान हुन्छौँ भने, अनि हाम्रो गोठमा केही नभए तापनि, अनि हाम्रो बोटले चाहिँ अनि केही कुराहरू नदिए तापनि चाहिँ हामी उहाँमा खुसी हुनुपर्ने रहेछ। यो चाहिँ एउटा निश्चयताको वचन हो। जब हामी उहाँमा चाहिँ एकदमै निश्चयता हुन्छौँ भने उहाँले चाहिँ हामीलाई अनि हाम्रो बल हुने कुरा चाहिँ एउटा दिनुभएको छ। अनि हाम्रा खुट्टाहरूलाई चाहिँ हरिणको खुट्टा चाहिँ बनाउने निश्चयता उहाँले दिनुभएको छ र हामीलाई चाहिँ एउटा अग्ला अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउने निश्चयता उहाँले दिनुभएको छ। तर हामी कतिपटक हाम्रो जीवनमा चाहिँ हामी एकदमै खुसी है, सधैँभरि सुख मात्र चाहन्छौँ। हामीलाई दुःख मन पर्दैन, हामीलाई रात मन पर्दैन, अन्धकार मन पर्दैन, तर हामीलाई दिन मनपर्छ। तर परमेश्वरले त दिन र रात दुवैलाई बनाउनु भएको छ। मानिसको जीवनमा दुःख र कष्ट दुवै समय चाहिँ हिँडिराखेको हुन्छ, चक्रको रूपमा हिँडिराखेको हुन्छ। यो वचनबाट चाहिँ मैले के शिक्षा लिएँ भने, हाम्रो जीवनमा चाहिँ कष्ट आए पनि, दुःख आए पनि, सुख आए पनि चाहिँ हामी चाहिँ उहाँमा रमाहाट गर्नुपर्छ। हामीले चाहिँ उहाँमा चाहिँ खुसी हुनुपर्छ। रातपछि दिन आउँछ भने जस्तै हाम्रो जीवनमा कष्ट पछाडि चाहिँ खुसी आउँछ भन्ने एउटा निश्चयता लिएर चाहिँ हामी हिँड्नुपर्छ भन्ने खालको वचनको शिक्षा चाहिँ मैले चाहिँ यहाँबाट पाएको छु। अनि जब जब मलाई चाहिँ दुःख पर्छ, जब जब मलाई चाहिँ कष्ट पर्छ, तब म यो वचन मनन गर्छु। अनि म चाहिँ केही नयाँ आशा चाहिँ मलाई पलाउँछ होइन, ममा पलाउँछ। अनि म उहाँमा फेरि पनि मेरो दुःखको बेलामा पनि उहाँमा म रमाहाट गर्ने प्रयास गर्छु। यसले चाहिँ मलाई धैर्यवान बन्न सिकाउँछ। यसले चाहिँ मलाई कष्टसँग अझै पनि लड्न चाहिँ यसले सिकाउँछ। अनि यो वचनबाट हजुरहरूले पनि केही शिक्षा चाहिँ पाउन सकेको होस्। हुन्छ, धन्यवाद। सबैलाई जय मसीह।